नंबर 1 अंक 6 वोट नंबर 2 1 करुणावली वोट नंबर 1 अंक 7 विमला केसी लक्ष्मीबादी जोटोर की छात्रा विमला केसी प्रतिभा अधिकारी अंक 8 रहेको छ भने छात्रा प्रतिभा अधिकारी शोभा विकल कृष्णबादी लोकसभाकी छात्रा शोभा विकल नंबर 2 बाट बोला आउटको छ जसको फाइदा नम्बर 1 रहेको छ वोट नम्बर 1 अंक 9 रहेको छ भने वोट नम्बर 2 1 तीर्थ केसी संज्ञा सुना वोट नम्बर 1 9 जनिसा राव सर्ववादी संगठन की छात्रा जनिसा राव श्रेया केसी वोट नंबर 1 को 10 2 को 2 श्रेया केसी मंजू बुराटुकी तुलजाबादी वोटर की मंजू बुराटुकी वोट नंबर 1 अंक 11 रहेको छ भने वोट नम्बर 2 अब दोस्रो चरणमा पुष्पावली कृष्णबादी चक्रीडाँडाका छात्रा पुष्पावली वोट नम्बर 2 को अंक 3 रहेको छ भने वोट नम्बर 11 विमला केसी लक्ष्मीबादी जोटोर की छात्रा विमला केसी वोट नंबर 1 अंक 12 रहेको छ भने वोट नम्बर 2 3 जनिसा राव सर्ववादी संगठन की छात्रा जनिसा राव वोट नंबर 1 अंक 13 रहेको छ भने वोट नम्बर 2 मंजू बुराटुकी तुलजाबादी वोटर की छात्रा मंजू बुराटुकी अब अंतिम चान्सका लागि पुष्पावली कृष्णबादी चोखरीडाँडाकै छात्रा पुष्पावली अंतिम चान्स समय बहिनी बाहिरिएकी छन् त्यसपछि विमला केसी वोट नम्बर 1 अंक 15 रहेको छ भने वोट नम्बर 2 3 विमला केसी लक्ष्मीबादी जोटोरकी पनि विमला केसी पनि बाहिरिएकी छन् त्यसपछि जनिसा राव वोट नम्बर 1 अंक 16 रहेको छ भने वोट नम्बर 2 3 जनिसा राव पनि बाहिरिएकी छन् भने त्यसपछि मंजू बुराटुकी बहिनी बाहिरिएकी छन् यस समय अब हामी अलिकति बढाउँछौँ झुकेर बस्ने लाग्ला फेरि फल वोट नम्बर 2 अंक 4 वोट नम्बर 16
3 फिट 8 इंच हामीले 2 इंच बढाएका छौँ 3 फिट 8 इंच पहिलो प्रतियोगी विनिता केसी कृष्णमारी पोखरीडाँडाकी छात्रा अङ्क 17 वडा नम्बर 4 करुणा केसी लक्ष्मीमारी बेचौकी छात्रा करुणा केसी वडा नम्बर 1 अङ्क 5 को छ 18 रहेको छ भने वडा नम्बर 2 4 यसपछि प्रतिभा अधिकारी भानुभक्तवादी दबाचौकी बहिनी प्रतिभा अधिकारी छलको छ वडा नम्बर 5 वडा नम्बर शोभा विक वडा नम्बर 2 अङ्क 6 रहेको छ भने वडा नम्बर 18 साथीहरू त्यो बेन्च अलिकति पछाडि हटाइदिनुहोस् है त बेन्च पछाडि हटाइदिनुहोस् त सँगसँगै साथीहरू त्यो साइडको बेन्च सँगसँगै साथीहरू कता हुनुहुन्छ वडा नम्बर 2 अङ्क 7 वडा नम्बर 18 त्यसपछि उर्मिला बस्के त्यो बेन्च हटाइदिनुहोस् त्यहाँनिर वडा नम्बर 1 अङ्क 19 रहेको छ भने वडा नम्बर 2 7 तीर्था केसी प्रतिभा अधिकारी भानुभक्तवादी दबाचौकी बहिनी प्रतिभा अधिकारी वडा नम्बर 1 अङ्क 20 रहेको छ भने वडा नम्बर 9 सम्राट सुनार वडा नम्बर 2 अङ्क 10 रहेको छ भने वडा नम्बर 20 विनिता केसी अन्तिम राउन्डको अन्तिम चान्स है त वडा नम्बर 21 वडा नम्बर 2 10 त्यसपछि तीर्था केसी अब हामी सबै क्रस भइसकेपछि अलिकति बढाउँछौँ वडा नम्बर 2 अङ्क 12 रहेको छ भने वडा नम्बर 21 वडा नम्बर 2 22 वडा नम्बर 2 12 हामीले 3 फिट 9 इंच वडा नम्बर 2 का वडा नम्बर 22 करुणा ओली लक्ष्मीवादी बेचौकी बहिनी करुणा ओली पास भएको छ करुणा ओली त्यसपछि अर्को प्रतियोगी प्रतिभा अधिकारी भानुभक्तवादी दबाचौकी छात्रा प्रतिभा अधिकारी वडा नम्बर 2 का अङ्क 14 वडा नम्बर 22 शोभा विक
त्रिभुवन जनता पार्टी लेफ्ट चौपारी की शोभाविका वार्ड नंबर 2 अंक 15 वार्ड नंबर 1 22 उर्मिला बस्ते जनता वाली बुढ़े टाकरी की उर्मिला बस्ते उर्मिला बस्ते पास तीर्था कैसे वार्ड नंबर 1 अंक 22 वार्ड नंबर 2 15 संध्या सुधार जानकी लाभी दोहनी श्री आकृति वार्ड नंबर 2 अंक 16 वार्ड नंबर 23 श्री आकृति सादावादी संगठन की छात्रा श्री आकृति अब दोस्रो क्लासको लागि 17 तीर्था वार्ड नंबर 1 अंक 24 वार्ड नंबर 2 17 तीर्था केसी जनता वाली बुढ़ी की छात्रा तीर्था केसी कर सुन सके ना वार्ड नंबर 2 अंक 18 वार्ड नंबर 1 संध्या सुनार अब अंतिम चांस लगी तीर्था केसी जानकी लाभी बुढ़ी टाकरी की छात्रा तीर्था केसी वार्ड नंबर 2 अंक 19 वार्ड नंबर 1 24 तीर्था केसी ज्ञामत 2 वडाले 1 सेट हासिल गरेका छन् अब 10 इंच हाइट छ 3 फीट 10 इंच ट्रफीमा अधिकारी भगवन्त माविको मात्र की छ उर्मिला बस्ते जनता वाली जोशी टाकरी की उर्मिला बस्ते जसको अंक 18 रहेको छ भने वार्ड नम्बर 13 18 13 वार्ड नंबर 1 अंक 14 वार्ड नंबर 2 18 राजेन्द्र का कृष्णलाल सुदाम जी का भोटा बाबू
फेरि पनि अब अङ्क फेरि बराबर भइसकेको छ। वडा नम्बर 1 र वडा नम्बर 2 को 23 बराबर भएको छ अहिले नम्बर। वडा नम्बर 1 सर्भिसमा छ भने वडा नम्बर 2 रिसिभमा छ। हेरौँ कस्तो आउँछ नतिजा। निकै उत्कृष्ट प्रहार थियो, त्यसलाई सहजै ल्याइसकेका छन्। फेरि पनि राम्रो प्रयास थियो 4 नम्बर जर्सीका खेलाडीबाट। निकै नै उत्कृष्ट ब्लक चेक आउट हुन पुगेको छ। चेक आउट हुन पुगेको छ भने यति बेला अङ्क 24-23 को अवस्था आइपुगेको छ अहिले। रमाइलो भइरहेछ है। 24 बराबर हुन्छ कि सकिन्छ हेरौँ, हेर्न बाँकी छ।